सर्ट लगाएर उत्रेर हामी एकछिन रेस्ट गर्दैछौँ। भयो एउटा मात्रै, थ्याङ्क्स। साथीहरू हामी पनि खानु स्टार्ट गर्दैछौँ है त। अब यस्तो हेलो हेलो साथीहरू, नमस्कार सबैजनालाई, गुड मर्निङ, नमस्कार सबैजनालाई। तपाईँहरू कस्तो हुनुहुन्छ? हामी त सन्चै छु है। अब हाम्रो बाहिर जाने कार्यक्रम भएको हुनाले हामी जाँदैछौँ। ब्याग प्याक चाहिँ गइसक्यो, म चाहिँ हिँड्ने। अब त्यही कुरा गर्दै हिँडौँला। हामी कतातिर लाग्दैछौँ भनेर चाहिँ म तपाईँहरूलाई भन्दै बाटोमा हिँड्छु। अहिले चाहिँ जुत्ता लाउनु पर्ने हुन्छ, मलाई सबैले कुरिरहेको। त्यही भएर साथीहरू है त भेट्दै गरौँला। पुरा तपाईँको ज्याकेट। हेलो गुड मर्निङ मिस्टर गुरुङ। ल हामी चाहिँ लगेको बत्तीमा हान्नु है हिटरहरू। राति हेर्नुहोस् साथीहरू, बिहान बिहानै छ है। अहिले भाइले सबै राखिसक्यो। भाइले भाइ गुड मर्निङ। ल ठिक छ बहिनी, गुड मर्निङ। वेदर दामी छ। सुटकेसहरू सबै राखिसक्यौँ। अब तिमी पछाडि बस्ने, अगाडि बस्दा नि हुन्छ नि। ल साथीहरू लाग्यौँ हो नि भाइ। अब यहाँ हुनुहुन्छ हाम्रो भाइ, टक्क लाएर है। भाइले कुदाएर हामीलाई आज इडिनब्रो पुऱ्याउने। साथीहरू तपाईँहरूलाई एकछिनमा भन्छु भन्दै थिएँ, हामी चाहिँ इडिनब्रो जानु आँटेको होइन। हो एक्साइटेड। फर्स्ट टाइम जाँदैछ। मेरो चाहिँ थर्ड टाइम हो। हामीले जबरजस्ती लगेको। जबरजस्ती त होइन, जबरजस्ती त होइन, आफ्नो इच्छा नभए त जबरजस्ती त कहाँ हुन्छ। अनि आजको दिनको सुरुवात हाम्रो चाहिँ लगभग भन भाइ होइन, सबै कुरा राम्रै भयो। सबै उठ्यौँ, 5 बजे उठ्यौँ। राति ढिलो सुतेर पनि अब चाहिँ हामी चाहिँ आज चाहिँ हाम्रो दिन शुभ रहोस्। शुभ रहोस्। अहिलेलाई अब बाटोमा फेरि पनि भेट्दै गरौँला, देखाउँदै गरौँला। गुड गुड। भोटे भाइले दिन्छ डायलग त मार्छ है घरिघरि। हामीसँगै रहनु होला। हामीसँगै रहनु होला साथीहरू। ल भोटे भाइले तपाईँलाई के देखाउँछ म सबै देखाउँछु है त है। ल साथीहरू यस्तै छ है। बिहान बिहानै अहिले बिहानको 6 बज्यो ठ्याक्क। हामी 5 बजे हिँड्ने भनेको के गर्दा गर्दा हिजो राति पनि ढिलो सुतेको थियौँ है हामी। त्यही भएर बिहान त ढिलै उठ्यौँ। 6 बजे यस्तो भएछ है आज चाहिँ। मस्त वेदर यस्तो दामी छ यहाँ चाहिँ। इडिनब्रोमा चाहिँ कस्तो हुन्छ थाहा छैन अब है। ल गाइज मोटरवे आइपुग्यौँ है हामी। यो मोटरवेदेखि सर्ट चलाएर हिँड्ने हो। नन स्टप इडिनब्रो चक्क लगेर यसरी जुम गर्यो भने राम्रो आउँदैन। त्यसमा जुन 2x 1x छ नि, त्यसमा थिच्यो भने मात्रै राम्रो आउने हो। यस्तो हो क्या, यसको चाहिँ जुमिङको 108 सम्म जुमिङको क्लियर आउँछ क्या। 108 यो स्यामसङ S24 मा मुनको नि दामी दामी आउँछ क्या। हामीलाई सौरभले देखाएको थियो नि, त्यति बेला त मलाई नि स्यामसङ किन्ने मन लाग्यो, तर म वाह दामी। गाइस यो चाहिँ न्यू क्यासल हो। हामी आउँदाखेरि घामले पनि स्वागत गरे जस्तो लाग्यो। एकदमै हर्ष उमङ्ग खुसीका साथ हामी गइरहेछौँ रमाइलो गर्दै। हेर्दै जाउँ न अगाडि के हुँदै जान्छ। कमेडी गर्छ यार बुढाले। बाटोमा यस्तो भ्यू हेर्दाखेरि एकदमै मन खुसी भइरहेछ होइन त दिदी? लास्टै दामी
दामी लागिरहेछ यस्तो मजा आइरहेछ चर्च लाएर एकदम मजा हामी चाहिँ सबै चाहिँ किनभने हामी यस्तो मजा गर्दै हिँडिरहेको छौँ कि अब हामी गफ सफ हुन्छ नि त बाटोमा तर अब भिडियो सतिखेर पनि गर्न पोसिबल छैन नि त होइन अब त्यो गफ त्यो भ्यूहरूले हाम्रो मन नै एकदम खुसी पारिदिएको छ क्या त्यही बिच बिचमा चाहिँ अलिअलि भ्युजहरू खिच्दै तपाईँहरूलाई चाहिँ देखाउँदैछौँ तर रमाइलो चाहिँ वाउ यस्तो मजा आइरहेछ गफ सफ है ओ माई गड जस्ट मजा छ लाइफ लङ ड्राइभ जस्तो फिल भयो लङ ड्राइभ चर्च लाएर होइन भाइ एकदमै, यहाँ यस्तो एकदमै। एक्सपर्ट ऊ फेरि एक्सपर्ट हो गाडी कुदाउनुमा एकदम एक्सपर्ट इन्जोय गर्दै चर्च म्युजिक स्युजिक लाएर पुरै है तिनीहरू कसैलाई कन्फ्युज छ क्या यस्तो मजाले गफ गर्दै जाँदैछौँ होइन बहिनी कस्तो लागिरहेछ त दामी चाहिँ ठिक छ रमाइलो लाग्छ है घाम पनि मस्त आजको दिन है अनि वेदर पनि क्या दामी छ साथी हो सब भोलि पनि पर्सि पनि पर्सि पनि अनि फर्किने त्यही हो ल बहिनी उत्रौँ अब हामी चर्च लगाएर उत्रेर हामी एकछिन रेस्ट गर्दैछौँ मलाई पनि दिनु न हजमला खाम हजमला मलाई नि भाइ हजमला एउटा है के आउँछ मजाले पचाउँछ ल भयो एउटा मात्रै थ्याङ्क्स यी मेरो पनि छ नि बहिनी खाने हो दामी छ दामी ल कहाँ छ स्कटल्यान्डको ओ स्कटल्यान्डको झन्डा आयो गाइस फेरि पनि स्कटल्यान्डमा हामीलाई स्वागत छ वेलकम टु स्कटल्यान्ड आइपुग्यो अब हामी अल्पाइन कोस्ट जाने साथीहरू हेर्नु होला दामी फन गर्छौँ हामी है खतरा मरुभूमि जस्तो हेर न है कस्तो डेन्जर क्या पुरै मरुभूमि जस्तो छ यहाँ ल साथीहरू हामी इडिनब्रो चाहिँ आइसक्यौँ तर यस्तो भोक लागेको छ अब चट्ट लगाएर केही खानुपर्ने हुन्छ 4 घन्टाको ड्राइभ 5 घन्टा लाग्यो बिच बिचमा एक्सिडेन्ट क्रासहरू भइरहेको रहेछ त्यही भएर यति टाइम लाग्यो अब हामी चट्ट लगाएर केही खान्छौँ है त बिचमा निस्किसक्यो बुढो ए गिभ वे पाएछ यहीँ राख्नु हुँदैन पार्किङ यहाँ तरो भोक लाग्ने मान्छे चाहिँ यहाँ चाहिँ भोक लाग्यो के लाग्यो भनेर रुएर यता हेर त रोइदिएको रोइदिएको अनि हामी चर्च लगाएर पुरा ठिक छ बाहिरै खाम के मान्छेहरू टक्क भेट रहेछ सकिँदैन जाडो कपाल त पुच्छर जस्तो निस्किँदैन ल यहाँ आएको छु है साथीहरू अब गाइस कस्तो हुँदैछ त दामी भोकले है खाऊ ल साथीहरू हामी पनि खानु स्टार्ट गर्दैछौँ है त अब यहाँ चर्च लगाएर हामी यसरी खानुपर्ने हुन्छ है त्यो मान्छेहरूलाई चाहिँ उनीहरूको खिचो जस्तो लगाएर हेर्दै होइन हेर्दै थियो यता बाजेले अनि यता हेर्नु फोनमा अनि त्यसपछि हाम्रो हेरेर पिरो भएन है केही अब तपाईँले त कफी मगाउने भन्ने थियो त के कसरी मगाएछ अब कति सबै बाल्नु साथीहरू लास्ट भोक लागेको छ अब डुमो खान्छौँ है त हाम्रो स्पाइसी गरायो भाइ यहाँ त अहिले चाहिने ऊ छैन कि यहाँ त गम कि गम अब केही छैन भने चाहिँ खाइन्छ गड लास्टमा त गाई जस्तो पो भइदिइरहेको खानेकुरा त हेर न चिप्सहरू चाहिँ छोड्नु पनि सकेन खानु खानु सकेन अगा जबरजस्ती पनि छैन ए आमा ड्रिङ्क्स मेरो त छ अझै मेरो बुढा गरिन्छ ल जम्मै अब पेट पूजा गरियो साथीहरू अब फेरि लाग्ने अब हामी कहाँ जाने रे भाइ भनिदेऊ त अघि त पुरै उयो मार्दै थियो त साइरी सरी
साइरी यहीँ हाल्नु न म लग्छु एउटामा हाल्नु एउटामा हाल्नु न दुईटा साइरी होल्डर मात्र छ कि मेरोमा साइरी अघिको भन न भाइ साइरी पुरै हामीलाई हामी के अरे त्यत्रो टाढादेखि यहाँ आइपुग्दासम्म आदल पनि यस्तो खुला मन चाहिँ खोलिदियो अनि घामले स्वागत कतिखेर यो सायरी चाहिँ भनौँ भइरहेको थियो भनिदिइहाल्यो ठिक अब भिडियो बनाऊँ भन्दैन अब ल लाग्यो यहाँ भन्ने खेल्ने ल सबैले गर्दैन ल निस्किम साथीहरू निस्किम तर म एउटा चिज देखाउँछु मेरो नङले पनि मजाले खाएछ हेर्नुहोस् है कता गयो मेरो भिडियो रमाइलो भयो अब भाइ हामीलाई कहाँ लाने रे भाइ अब हामी जान्छौँ अल्पाइन कोस्टर है के होटल जान्छ होइन अल्पाइन कोस्टर होइन अल्पाइन कोस्टर गरेर जाम अल्पाइन जमन छट लाएर ल साथीहरू हामी चाहिँ अब ट्याक्क लाएर अल्पाइन कोस्टर इडिनब्रामै छौँ हामी बिहान 6 बजे हिँडेको हामी ट्याक्क 5 बजे हिँड्ने भनेको चाहिँ त्यस्तै भयो राति ढिलो सुत्यो मोमोसम्म खायो यता ढिलो भयो नि त है अनि त्यसपछि बिहान उठ्दाखेरि 6 बजे 5 बजे उठेको होला 5:30 तिर हो तिमीले हामीलाई उठाएको 5:30 तिर उठेको अनि त्यसपछि भरे त 6 बजे चाहिँ हामी हिँडेको भनेपछि 6 बजे हिँडेर 11 बज्यो अहिले 12 बजेछ ठ्याक्क 12 बज्यो अनि यहाँ आउँदाखेरि चाहिँ बिचबिचमा जामसाम परेर हामीलाई ढिलै भयो भनेपछि हाम्रो हेरोगेटदेखि चाहिँ यहाँ आउनु चाहिँ फुल चाहिँ 4 घन्टा लाग्दो रहेछ है खासमा 4 घन्टा हामीलाई चाहिँ जाममा पऱ्यौँ किनभने क्रासहरू कति आज त कति ट्रकहरू पल्टिरहेको थियो क्या त्यस्तो भइरहेको थियो अनि घाम चाहिँ मस्त लागेछ वेदर दामी छ अनि हामी चाहिँ हल्का गफसफ गर्दै आयौँ अलिक भोक लागेर पेट पूजा गरियो है त्यही त हो अब हामी चाहिँ जान्छौँ तिमीलाई चार्ज चाहिन्छ भनेको होइन भाइ त्यही त चार्ज लाउनु हजुरको ओ माई गॉड लास हावा चलेको है के पानी गाई यस्तो हावा हुँदो आइरहेको छ ओ माई गॉड ओ ज्याकेट लाउन नसकेर ल जुत्ता सुत्ता लाऊ अनि झन् आज कति चाँडो है अब यहाँ बहिनीले जुत्ता सुत्ता लाएर हामी चाहिँ रेडी हुने है त आज त भाइ र मेरो अलिअलि मिलेछ बुढा र उसको अलिअलि मिलेछ हावा ल साथीहरू गयौँ हामी दामी गाइस ल अब हामी तपाईँहरूलाई देखाउँछौँ हामी चाहिँ फर्स्ट टाइम आएको यो ठाउँमा चाहिँ है त यस्तो छ दामी यस्तो दामी छ है ओ फाइनली हामी आइपुग्यौँ यहाँ चार्जमा छ तिम्रो गाइस यहाँ हेर्नुहोस् यहाँ चाहिँ स्केटिङ रहेछ अनि हामी चाहिँ यहाँ अल्पाइन कोस्टर खेल्न जान आँटेको दामी छ गाइस हेर्नुहोस् म तपाईँहरूलाई त्यहाँ लान्छु है त हिँड्दै जाउँ अब खतरा छ ठिक छ बहिनी हजुर लास्ट हावा हानेको धेरै अहिले फेरि ठ्याक्क बादल लागेछ उठ्यो घाम लागेछ यहाँ फेरि बादल लागेछ बादल कताबाट पो जाने हो तिमी कति ढिलो आयो त भाइ के छ र अनलाइन गरौँला नत्र होइन ल ऊ यहाँ होला आइम गाइज है त हामी यहाँ यो ल फाइनली यो बान्ने होइन र? बान्ने हो क्या? बान्ने ल बानौँ मेरो पनि बान्ने बान्ने हो कति बज्यो
12:30 ल केही हुँदैन ल बुढा आउनु न खिचिदिनु मेरोबाट पनि यस्तो देखेको म लेखेको ल लेट्स गो गाइज वी आर रेडी यही है फर्स्ट अल्पाइन कोस्टर राइड त्यहाँबाट लास्टै त्यहाँ नो क्यामेरा भनेछ क्या तिमीले त मिल्छ क्या हो होइन अब त बुझिन पुरा के गर्नु कन्भेन्सन छ गयो स्पिड हेर्नु भन ओ माई गड ओ बुढा मेरो म लड्दिनँ लड्दैन क्या अनि कन्ट्रोल गर न यताको होइन क्या अगाडिको गर भने के मुटु अनि यहाँ पछाडि क्यामेरा गर न अनि अलिक घुमाउ त्यो खुचा खुचीहरू आउँदैछ वा अलिकति उयो के अलिक अलिक मेरो हात चिप्लिनु लाग्यो कसैको भेपै झरेछ त्यहाँ स्पिड आउँछ क्या गर्नु नि त ल स्पिड गर्नु न त स्पिड त्यहाँ हामीलाई ठोकिन्छ होला हौ बुढा त्यहाँ धन्नु दुईजना बसेछौँ यहाँ म सक्दैन त्यो नि बुढा वाउ इडिन ब्रो गड हेर्नु नि आमा बुढा बिस्तारी बिस्तारी म त नेक्स्ट टाइम त खेल्दिनँ यार डरै लाग्यो नि त ज्यानलाई रिल्याक्स बनाउ न अनि यस्तो कोल्डिँदा त लड्छ जस्तो हुन्छ फोनै चेप्टेर फुट्न आँटिसक्यो धेरै साह्रो समातेर सिधै छ राइट आफै ब्रेक हान्दो रहेछ क्या छिटो नगे आफै ब्रेक हान्छ ए ओ माई गड कस्तो डर लागेको मार्छ होला फोन खिचिरहेछ वाह दामी दामी म त डर लागेर नि कस्तो भयो एक्सपिरियन्स भन्नु त गर्ने भयो दुईजना गर्नु दुईजना एक्सपिरियन्स गाडीमा गएर कुरा गर्नु यार एक्सपिरियन्स कस्तो लाग्यो भाइ एकदम बाबा दामी अल्पाइन कोस्टरको दामी है मोज रमाइलो भयो पुरै हेर्दैछ भिडियो कस्तो आयो भने हेर्नु साथीहरू त्यहाँ छ हल्का है बुढा कस्तो लाग्यो यता हेर्नु न यता हेर्नु न दामी भयो दामी भयो न त्यहाँ क्लिप हेर ल खिच न त्यो क्लिप चाहिँ वाह दामी एकछिन है त ओ यस्तो दामी भएको रियाक्सन भिडियो बनाऊँ जस्तो भयो त हौ वाह दामी 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 कस्तो लाग्यो तिमीलाई एकदम रमाइलो लाग्यो दिदी मलाई गर्नु मन थिएन तर मलाई यति रमाइलो डर लाग्यो सुरुमा चाहिँ डर लाग्यो डर लाग्यो त्यस्तो रमाइलो भयो म त यस्तो डराएर त्यस्तो हो तर मजा आयो साथीहरू त्यस्तो डेन्जर चाहिँ छैन तर है हामीलाई चाहिँ सुरुमा डर लाग्यो अब गयो भने चाहिँ डर लाग्दैन त्यस्तो छ क्या साथीहरू है जालीहरू राखेको ठाउँमा के कुनै कुनै ठाउँमा बुढा तपाईँले त डर लागेन भन्दै थियो म त पल्टेला पल्टेला बुढा पल्टेला भन्छु कि पल्टिँदैन कि बेल्छ त त्यहाँ पल्टिँदैन भने उसलाई पनि डर लागेको रहेछ अहिले पो भन्दैछ होइन त्यो कुनै कुनै ठाउँमा त सिधै खस्नै जस्तो छ नि त म पनि पुरै यस्तो यस्तै भएको अनि डर लागेर डेन्जर थियो तर मजा आयो गाइज मजा आयो जिप लाइन पनि गर्नु मन थियो यहाँ नरहेछ जिप लाइन है बहिनी छैन ल साथीहरू आयौँ क्याल्फलेस भन्ने ठाउँमा हो ओ हामीले त लक्की भाइ लक्की आज त है जताततै लक्की भयो ठिक छ साथीहरू हामी जाँदैछौँ क्याल्फलेस फर्स्ट टाइम आएको यहाँ चाहिँ
अल्पाइन कोस्टरदेखि चाहिँ यहाँ आउनु चाहिँ त्यही 17-18 माइल्स लाग्दो रहेछ। त्योभन्दा अलिक बेसी हो कि अलिक कन्फ्युज भयो, त्यति नै रहेछ। अनि आधी घन्टाको राइड पछि चाहिँ हामी आइसकेको छौँ क्याल्फलेस भन्ने ठाउँमा। अनि म देखाउँछु त्यहाँ चाहिँ यो चाहिँ फेमस, यहाँदेखि चाहिँ अब रोडदेखि चाहिँ ट्याक्क 500 यार्ड उता छ अरे पार्किङदेखि। अनि हामी त्यहाँ गएर हेर्छौँ।